कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख आमन्त्रित व्यक्तित्व श्रद्धेय गायिका तथा सञ्चारकर्मी शान्ति दिदी, विद्यालयका प्रिन्सिपल सर, भाइस प्रिन्सिपल सर, विशेष गरी यो कार्यक्रमका कुशल प्रशिक्षक अनुराग अधिकारीज्यू र विद्यालयका अन्य शिक्षक मित्रहरू, आदरणीय अभिभावकजीहरू र प्रिय विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सबैमा प्रातःकालीन अभिवादन। सबभन्दा पहिला तपाईहरुलाई हार्दिक बधाई छ। जीवनको गोरेटोमा सहज यात्राका लागि एउटा मार्ग प्रशस्त यहाँहरूले गर्ने अवसर प्राप्त गर्नुभयो। सोशल पब्लिकले यो सोशल काम नै गरिराखेको छ, यो सामाजिक काम नै गरिराखेको छ। समाजमा भिज्नका लागि, समाजलाई चिन्नका लागि र समाजलाई बुझ्नका लागि र समाज अनुकूल आफू हिँड्न र आफू अनुकूल समाजलाई हिँडाउनका लागि नेतृत्वदायी भूमिका खेल्ने यो कर्णधार भाइ बहिनीहरू यो विद्यालयले उत्पादन गरेको छ। यसका लागि म सोशल पब्लिक परिवारप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गर्छु। यो देशको एकजना नागरिक भएको नाताले यो देशका लागि आवश्यक नागरिक उत्पादनका लागि यो विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको छ र आफ्नो सोच त्यतातिर कन्भर्ट गरेको छ। यो धेरै ठुलो कुरा हो। किताब पढाइदिए पुग्छ नि त एउटा विद्यालयले, अभिभावकलाई किताब सकियो भन्दिए पुग्छ, तर जीवनमा पाठ्यपुस्तक पढेर मात्रै जीवन पढ्न सकिँदैन। जीवन पढ्नका लागि अतिरिक्त र सहक्रियाकलापहरूमा हामीले सहभागी हुनै पर्छ। र मान्छेले, तपाईहरु सबैलाई थाहा छ, तपाईहरुले प्रशिक्षणका क्रममा पनि थाहा पाउनु भयो होला, बोल्नेको के बिग्छ? पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। जरुरी छैन कि हामीलाई गुणस्तरहीन पिठो बिकाउनु, तर गुणस्तर सहितको चामल बिकाउनका लागि पनि हामी बोल्नु पर्ने हुन्छ। तपाईहरुले आज बोलिराख्नु भएको सुन्दाखेरि मलाई अत्यन्तै हर्ष लाग्यो, खुसी लाग्यो कि मैले पनि विगत सम्झेँ, आफ्नो विगत। मैले 2056 सालमा कक्षा 9 मा पढ्दादेखि पत्रकारिता सुरु गरेको थिएँ। मलाई पनि यसरी नै बाहिर आएर बोल्ने, स्टेजमा बोल्ने, रेडियोमा बोल्ने, टेलिभिजनमा बोल्ने अत्यन्तै ठुलो चाहना थियो, जसका कारण म 2059 सालमा एससी पास गरे पछाडि, तत्कालीन एसएलसी हुन्थ्यो हाम्रो पालामा, एसएलसी पास गर्ने बित्तिकै पोखरा आएर, म लमजुङको मान्छे हुँ, लमजुङको एउटा गाउँमा, लमजुङमा बसेर अनुराग सरको रेडियो प्रोग्राम, शान्ति दिदीका रेडियो प्रोग्रामहरू सुन्दै त्यहाँ हामी फरमाइस पठाउँथ्यौँ, चिठी पठाउँथ्यौँ कि अहिले जस्तो इमेल वा मेसेन्जर व्हाट्सएप थिएन। हामी हुलाकबाट चिठी पठाउँथ्यौँ। रेडियो नेपालमा क्षेत्रीय प्रसारण केन्द्र थियो त्यतिखेर, अहिले प्रादेशिक प्रसारण केन्द्र भएको छ, त्यसको प्रमुख पनि हुनुहुन्छ शान्ति दिदी। शान्ति दिदीहरूका गीतहरू, उहाँहरूको उद्घोषण सुन्दै हामी हुर्केको। अनुराग अधिकारी सर त्यतिखेरै म गाउँमै हुँदा पनि रेडियोमा, हिमचुली एफएममा गजल ए शायरी लगायतका कार्यक्रमहरू चलाउनुहुन्थ्यो। साहित्यमा अलि रुचि भएको कारणले म ती कार्यक्रमहरूमा पत्र पठाउँथेँ, गजल लेखेर चिठी पठाउँथेँ। त्यहाँ नाम आउँदा मात्रै पनि, बोल्ने कुरा छोडिदिनुहोस्, नाम आउँदा मात्रै पनि मुटुको धड्कन यति बढ्थ्यो नि, मानव कि यो मुटु छाती चिरेर बाहिर निस्किँदैछ, त्यस्तो लाग्थ्यो हामीलाई। तर पछि रेडियोमा बोल्ने हुटुटीले म 2059 सालमा आएर, पोखरा आएर, मसँग केही कमाइ थिएन, पोखरा आएर मैले उद्घोषण सम्बन्धी यस्तै तपाईहरुले जस्तै तालिम लिएको थिएँ। म आज सम्झँदै छु, मेरो विद्यालयमा पनि तपाईहरुले जस्तै उद्घोषण सम्बन्धी तालिम लिने अवसर प्राप्त भएको भए के हुन्थ्यो होला। त्यस अर्थमा पनि तपाईहरु अत्यन्तै सौभाग्यमानी हुनुहुन्छ। तपाईहरुले सिकेको कुरालाई व्यवहारमा उतार्नुहोस्। अघि एकजना नानीले पनि भन्नुभयो, यो 15 दिन वा यो 2 हप्ता केही पनि होइन सिक्नका लागि, जीवनभर सिक्ने सिकाउने क्रम जारी रहन्छ। यो शिक्षा भनेकै जीवन पर्यन्त चलिरहने प्रक्रिया पनि हो। त्यसैले तपाईहरुले यहाँ केही गाइडलाइन्सहरू प्राप्त गर्नुभएको छ, ती गाइडलाइनलाई तपाईले व्यवहारमा उतार्नुहोस्, अभ्यास गर्नुहोस्, शब्दलाई न्याय गर्नुहोस्, भाषालाई न्याय गर्नुहोस्। भाषालाई जसले न्याय गर्न सक्छ ऊ राम्रो बोल्न सक्छ। जोसँग शब्द भण्डार राम्रो छ उसले आफ्ना प्रस्तुतिहरू, आफ्ना अभिव्यक्तिहरू
निखारतापूर्वक अगाडि बढाउन सक्छ, प्रस्तुत गर्न सक्छ। जसले आफ्नो अभिव्यक्ति राम्रोसँग राख्न सक्छ नि, त्यही मान्छे यो देशमा मात्रै होइन विश्व स्तरमा अत्यन्त सफल बन्ने हो। हामी कति राम्रा पब्लिक स्पिकरहरूको कुरा सुन्छौँ र जीवनको मोड परिवर्तन गर्छौँ। म चाहन्छु तपाईहरुको स्पिकिङले, तपाईहरुको कार्यक्रम सञ्चालनले, तपाईहरुले भोलि सञ्चार माध्यममै काम गर्नुपर्छ जरुरी छैन, रेडियो टेलिभिजनमै काम गर्नुपर्छ भन्ने कुनै अनिवार्य छैन। तर यो बोल्ने कलाले तपाईलाई मिडियामा बोल्न मात्रै होइन, साथीसँग कम्युनिकेसन गर्न, शिक्षक शिक्षिकासँग कम्युनिकेसन गर्न, वा भनौँ आफ्नो अभिभावकसँग आफ्ना कुराहरू राख्न पनि तपाईलाई सहयोग पुर्याउँछन्। यो अत्यन्तै कुशल प्रशिक्षकको तपाईँ फेला पर्नुभयो। म आफै पनि यस्ता तालिमहरू दिन्छु, तर म आज पनि अनुराग अधिकारीसँग केही सिकिराखेको हुन्छु। अनुराग अधिकारीले विद्यार्थी भाइ बहिनीदेखि यो देशका नामुद उद्योगपति, यो देशका नामुद राजनीतिज्ञ नेताहरूसम्मलाई तालिम दिनुभएको मैले देखेको छु। म यस्ता कार्यक्रमहरूमा जाँदाखेरि देखेको छु। कतिपय व्यक्तिहरूले स्टेजबाटै अघि भाइ बहिनीहरूले भन्नुभयो जस्तै आज पनि स्थापित भइसकेका कलाकारहरूले, नेताहरूले, उद्योगपतिहरूले भन्ने गर्नुहुन्छ, म अनुराग अधिकारीसँग तालिम लिएपछि यसरी बोल्न सकेको हुँ, त्यसो भन्ने गर्नुहुन्छ। त्यसकारण पनि म अनुराग अधिकारी जस्तो एकजना कुशल प्रशिक्षक हजुरहरूले प्राप्त गर्नुभयो। उहाँको सान्निध्यमा रहेर जति दिन सिक्नुभयो, उहाँले दिनुभएका मार्गदर्शन तपाईले अनुसरण गर्नुभयो भने भविष्यमा राम्रो वक्ता, राम्रो सञ्चालक र कुशल प्रस्तुता बन्न केही समय लाग्दैन भन्ने मैले अपेक्षा गरेको छु। र आज जो जसले यहाँ बोल्नुभयो, तपाईहरुको अभिव्यक्ति सुन्दा पनि, कतिपय अभिव्यक्ति सुन्दाखेरि त मेरो जिउमा काँडा उम्रियो। जिउमा काँडा किन उम्रिन्छ? जुन कुराले मुटु छुन्छ नि, हृदय छुन्छ नि, त्यो कुरा सुन्दाखेरि जिउमा काँडा उम्रिने हो। भाइ बहिनीहरूका कतिपय कुरा सुन्दाखेरि त्यस्तो आज पनि मलाई महसुस भयो। तपाईहरुको भविष्य उज्जवल छ। एउटा सोशल पब्लिक जस्तो एउटा रिप्युटेड स्कुलले यति राम्रो कार्यक्रम गर्दै आएको छ, अतिरिक्त क्रियाकलापलाई, सहक्रियाकलापलाई महत्त्व दिएर आफ्ना गतिविधिहरू अगाडि बढाएको छ। आदरणीय अभिभावकजीहरू तपाईहरु पनि भाग्यमानी हुनुहुन्छ। यस्तो एउटा चाइल्ड फ्रेन्डली, टेक्नो फ्रेन्डली र त्योभन्दा पनि अझ जीवन फ्रेन्डली, लाइफ फ्रेन्डली भन्छु म, जीवन फ्रेन्डली, जीवनोपयोगी सिप सिकाउने विद्यालय रहेछ यो। तपाईहरुले यस्तो राम्रो विद्यालय छनौट गरेर विद्यार्थी भाइ बहिनी आफ्ना छोराछोरीलाई यहाँ पढाउने जुन अवसर प्राप्त गर्नुभएको छ, तपाईँ पनि बधाईको पात्र हुनुहुन्छ। र आगामी दिनमा पनि यहाँहरूको यस्ता क्रियाकलापहरूमा सहभागी हुने मौका पाइयोस्। मलाई आमन्त्रण गरेर दुई चार कुरा आफ्नो राख्ने अवसर दिनुभयो। भाइ बहिनीहरूको, विशेष गरी भाइ बहिनीहरूको कुरा सुन्ने अवसर प्राप्त भयो। म पनि कुनै विद्यालयमा यसरी नै पढाउँछु, शिक्षक नै हुँ म पनि। भाइ बहिनीहरूलाई सकेसम्म यसरी डोर्याउने प्रयत्न हामी पनि गर्छौँ। तर कतिपय विविध कारणले हामी सफल नभएका पनि हुन सक्छौँ। 100% हुन्छ भन्ने छैन। क्रमशः जाने हो, क्रमशः सिक्दै जाने हो, अगाडि बढ्दै जाने हो। हरेस नखाइकन अगाडि बढ्नु होला। मलाई यो अवसर प्रदान गर्नुभएकोमा स्कुलका सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद। र शान्ति दिदीको कुरा अहिले हामी सुन्छौँ नै। शान्ति दिदी नेपाली सञ्चारकर्मका एकजना आइडल पर्सन हुनुहुन्छ। उहाँको पर्सनालिटीबाट धेरै मान्छेहरू प्रभावित भएका छन्। भाइ बहिनीहरूले पनि यो अवसर आज प्राप्त गर्नुभएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै मेरा भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार।